मर्निङ नमस्ते सम्पूर्णलाई। आज हामी कालिम्पोङ आइपुगेका छु। कालिम्पोङमा हजुरहरूलाई मेरी क्रिसमस भन्न चाहन्छु। यहाँको अब कालिम्पोङको वेदर एकदम राम्रो रहेको छ। आज हामी यो कालिम्पोङको बारेमा तपाईँहरूलाई छोटो भिडियो बनाएर प्रस्तुत गर्नेछौँ। अब बन्द गरिदिन्छु। हामी कालिम्पोङबाट तपाईँहरूलाई यो गौरीशङ्कर हिमालको रेन्ज देखाउँदैछु। हजुर टाढाबाट अवलोकन गर्नु होला। कालिम्पोङको एकदम ठुलो पहाड रहेको छ। म हजुरलाई जुम गरेर देखाउँछु। यो माथिको डाँडा चाहिँ कालिम्पोङ भगवतीको मन्दिर हो। यो मन्दिर कालिम्पोङबाट देखिने गौरीशङ्करको हिमालको रेन्ज हजुरहरूलाई म देखाउँदैछु। यो रहेको छ गौरीशङ्कर हिमालको रेन्ज। यो चाहिँ कालिम्पोङ आउने बाटो हो। अलिकति बाटो चाहिँ अफरोड रहेको छ। अलिकति सानो गाडीहरूको लागि गाह्रो हुन्छ। अनि अफरोड भएको कारणले हजुरहरू आउनु भने स्कर्पियोमा आउनु चाहिँ सजिलो हुन्छ। कालिम्पोङमा यसपालि चाहिँ अहिलेसम्म हिउँ परेको छैन। आशा गरौँ यो महिना नभए अर्को माघ महिनासम्म अवश्य पनि यहाँ हिउँ पर्नेछ। हजुरहरू अवश्य कालिम्पोङ एकचोटि घुम्न आउनु होला। यो चाहिँ कुरी बजार, कालिम्पोङको कुरी बजार यही हो। हजुरहरूले देख्न सक्नुहुन्छ कुरी बजार एकदम रमाइलो रहेको छ। अर्को भाषामा अर्थात् यसलाई मिनी स्विजरल्यान्ड पनि भन्ने गरिएको छ। स्विजरल्यान्डभन्दा कम छैन हाम्रो यो ठाउँ। हिउँ पर्या भयो। हिउँ चाहिँ अहिले परेको छैन। हिउँ परेपछि स्विजरल्यान्ड जस्तै देखिन्छ कि डाँडा पाखा। यो घरहरूको डिजाइन पनि स्विजरल्यान्डतिर युरोपतिर बनाएको जस्तो बनाउनु भएको छ उहाँहरूले। हिउँ धेरै पर्ने भएको कारणले गर्दाखेरि बाटो चाहिँ अफरोड रहेको छ। सानो गाडी अलिअलि गाह्रो हुन्छ। यो सुमोहरू बोलेरो स्कर्पियोहरूको लागि चाहिँ धेरै राम्रो बाटो रहेको छ। सानो गाडीको लागि चाहिँ अलिकति धेरै गाह्रो नै हुन्छ। टर्निङ रहेको छ, बाटो अफ रहेको छ। त्यसैले ठुलो गाडीमा आउनु हो भने हजुरहरूलाई धेरै सुविधा हुन्छ। हजुरहरू कालिम्पोङ घुम्न आउनुभयो भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हामीले प्याकेजको व्यवस्था गरिदिएको छु हजुरहरूलाई। हामी नम्बर लिङ्कमा छोड्नेछौँ हजुरहरूलाई। हामी चाहिँ कालिम्पोङ घुम्दैछु कुरी बजार। हजुरहरूलाई पनि घुमाउनेछौँ पछि। कालिम्पोङको पछाडिबाट देखेको दृश्यहरू यिनीहरू हजुर टाढाबाट अवलोकन गर्नु होला। गौरीशङ्करको हिमालको रेन्ज हामी हजुरहरूलाई देखाउनेछौँ। यो गौरीशङ्कर हिमालको रेन्ज हो। सो कालिम्पोङ माताको भगवती माताको चाहिँ मन्दिर यहाँ रहेको छ। सो यु हेभ टु कम वान टाइम कालिम्पोङ। You'll get the lifetime experiments. So hopefully see you next video guys. Take care. Bye bye from Kalimchok.